माता तीर्थ औँसीको सबैजनामा शुभकामना छ। बिहानै म माइत आएँ यहाँ मम्मीको मुख हेर्ने भनेर औँसीको दिन। यहाँ आउँदाखेरि मम्मी रेडी हुनु भएको रहेछ। मम्मीलाई फटाफटी तयार पारेँ। हाम्रो फेरि के चलन छ भनेदेखि सबैले आफ्नो आफ्नो तरिकाले गर्नुहुन्छ। हामी चाहिँ के गर्छौँ, ल्याएको कुराहरू सबै मम्मीलाई लगाइदिएर अनि खानेकुराहरू खुवाउँछौँ। यहाँ मम्मीले सुमारको एकाडेमीबाट हाम्रो स्कुलबाट जुन गिफ्ट मम्मीहरूलाई पठाएको थियो, पठाउनु भएको थियो सबैजनाको आमालाई, बच्चाहरूको आमालाई र हामी टिचर्सहरूको आमालाई पनि दिनुभएको थियो। त्यही यो मम्मीलाई दिँदैछु। मम्मी यो प्याकेट खोलेर हेर्दै हुनुहुन्छ र सुमारको स्कुललाई धेरै धेरै धन्यवाद दिइरहनु भएको छ। भन्ने हुन्छ यस्तो त स्कुल कुनै पनि स्कुलले गर्दैन भनेर मम्मी खुसी हुनुभएको छ। गिफ्ट भनेको सानो होस् वा ठुलो होस् सम्झेर दिनु नै ठुलो कुरा हो। र हामी नेपालीहरूको चलन छ कि बिहे भएको, खास गरी बिहे भएको चेलीबेटीले पहिला आफ्नो ससुरालीमा आफ्नो घरमा बिहे भएपछि त आफ्नो घर नै हुन्छ। पहिला सासूलाई मुख हेर्ने, सासूलाई पहिराइ उहिराइ खुवाएर आउनु अनि त्यसपछि माइत जाने चलन छ। किनकि जन्म दिने आमा र जन्म दिने, पढाउने, हुर्काउने आमाको जति हामी केटीहरूलाई, हामीहरू जतिले जति उहाँको भूमिका महत्त्वपूर्ण छ, त्यस्तै गरी सासू आमाको पनि भूमिका धेरै नै महत्त्वपूर्ण छ। किनकि उहाँहरूले हामीलाई घर गृहस्थी सम्हाल्न सिकाउनुहुन्छ। तर मेरो सौभाग्य त्यस्तो छैन। 2-3 वर्ष भयो सासू आमा बित्नु भएको। त्यसैले यहाँनिर म जान पाएन भने पनि मम्मीको भाग राखिदिएर सासू आमाको भाग राखिदिएर अर्को दिन जाँदाखेरि लिएर जाने गर्थेँ। अब यहाँनिर सानो गिफ्ट मम्मीलाई बनाइदिएको छु। सुन धेरै महँगो छ, मम्मीलाई त्यहीबाट सानो गिफ्ट दिएको छु। हामी दिदीबहिनी मिलेर कसैले के ल्याउने, कसैले के ल्याउने। यहाँ नयाँ नयाँ जुत्ता लाएर, चप्पल लाएर मम्मी मक्क परिरहनु भएको छ। अब औँसीको दिन यहाँ ज्वाइँ पनि आउनु भएको छ अनि ज्वाइँलाई पनि त टिका लगाइदिनु पऱ्यो। ज्वाइँले पनि मम्मीलाई त्यसैबाट खुवाउँदै यहाँ मम्मीलाई माता तीर्थ औँसीको शुभकामना दिँदै हुनुहुन्छ। अब मम्मीले पनि टिका लाएर हामीलाई आशीर्वाद दिनुभयो। किनकि औँसीमा चलन छ, चलन चल्तीको अनुसार त चल्नै पऱ्यो, आशीर्वाद दिनु पऱ्यो छोराछोरीलाई। यसरी नै हामीले औँसी मनायौँ। औँसी यसरी नै सबैको सकियो। अब कसैले के गर्छन्, पूजापाठ गर्छन्, कसैले के गर्छन्, तर हामी चाहिँ यसै गरेर मनाउँछौँ। सबैको आफ्नो चलन चल्ती हुन्छ। आमा भनेको आमै हो। जसरी जे गरे पनि, जति गरे नि हामीले 10 धारा दुधको कर्जा त कहिले पनि तिर्न सक्दैनौँ। र आज माता तीर्थ औँसीमा मात्रै होइन, हामीले सधैँ आफ्नो आमालाई यसरी नै माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ, रेस्पेक्ट गर्नुपर्छ। छोराछोरीले जति गल्ती गरे पनि, जे गरे पनि एउटा आमा भन्ने शब्द एउटा आमा मात्रै हो कि जहिले पनि छोराछोरीलाई माफ गरिदिनु हुँदो रहेछ। आमा भनेको धरती हुन्छ भनेको साँच्ची नै धरती नै हुन्छ नि, ठुलो मन भएको। जति जे गरे पनि सबै दुःख कष्ट सबै समाउने, सबै मनमा राखेर छोराछोरीलाई माया गर्ने हुन्छन्। अब यो सबै सिद्धिसकेपछि यहाँ एकछिन एउटा दुईवटा टिकटक बनाएर यहाँ मम्मीहरूको फोटोहरू हाल्दै, फोटो खिचेर हामी रमाइलो गर्दै एकछिन खाना खायौँ। त्यसपछि दिनभरि बसेर अनि साँझतिर आफ्नो घरतिर लाग्यो। मम्मीको पनि आमा यसपालि मम्मीले पनि आफ्नो आमालाई खुवाउनुहुन्थ्यो, हजुरआमालाई। तर यसपालि आमा काठमाडौँ जानुभएको छ। त्यसैले मम्मीको मन अलिकति खिन्न छ। त्यति साह्रो मम्मी देख्न सक्नुहुन्छ यहाँ फोटोमा। मम्मी अलिक उदास देखिरहनु भएको छ, निराश देखिरहनु भएको छ। ह्याप्पी मदर्स डे।